नागार्जुन वडा नम्बर 1 मा रहेको विगतमा सुकुम्बासीकै निम्ति भनेर बनाइएका यी भवन भएको क्षेत्रमा आइपुगेका छौँ। यहाँ उनीहरूलाई यहाँ ल्याएर राख्ने गरी सरकारले तयारी गरिरहेको छ। यहाँ सरसफाइको काम सँगसँगै यहाँ टुटेफुटेका यो सामग्रीहरूलाई बनाउने काम, बिजुलीलाई व्यवस्थापन गर्ने काम, पानी ढलको मर्मत र व्यवस्थापन गर्ने काम भइरहेको छ। हामी यो सुकुम्बासी भूमिहीनको लागि बनाएको युनिट छिर्न बित्तिकै वासरुम छ अनि यहाँ सानसानो कोठाहरू छ, त्यसमा बेड राखिएको छ। पहिला पनि विगतमा सुकुम्बासी भूमिहीन व्यक्तिहरूले यहाँ आएर हेर्दा कोठाहरू सानो भएको, कन्जस्टेड भएको जस्तो प्रश्न उठाएको थियो। यदि धेरै परिवारलाई व्यवस्थापन गर्नुपर्ने अवस्था आएन भने थोरै सीमित परिवार हुँदा उनीहरूलाई होटलमा राखेर समेत व्यवस्थापन गरिने अनि स्क्यानिङ गरिसकेपछि अर्थात् सबैको पहिचान गरेर वास्तविक भूमिहीन सुकुम्बासी पहिचान गरिसकेपछि त्यसको व्यवस्थापनलाई एउटा प्रक्रियागत रूपमा अगाडि बढाउने भनेर काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा बालेन डोजर चलिसकेपछि अब ती सुकुम्बासी बस्तीका बासिन्दा भूमिहीन सुकुम्बासी जसले आफूलाई दाबी गरिरहेका छन् उनीहरू कहाँ जालान्, कहाँ बस्लान्, यो चासोलाई सम्बोधन गर्ने काम सरकारले गरिरहेको छ। काठमाडौँ महानगरपालिकाले गरिरहेको छ र 5वटा स्थानमा सेल्टर बनाएर भूमिहीन सुकुम्बासीलाई राख्ने र यसपछि वास्तविक सुकुम्बासीको पहिचान गर्दै उनीहरूलाई स्थायी बसोबासको व्यवस्थापन गर्ने सरकारले भनिरहेको छ। र 5वटा स्थानमध्ये जुन होल्डिङ सेन्टर बनाएर नागार्जुनको वडा नम्बर 1 मा रहेको यसअघि नै सुकुम्बासी बस्तीका निम्ति बनाइएको यो भवनमा राख्ने, सँगसँगै अर्को किर्तिपुरको सत्सङ्ग भवन जुन काठमाडौँ महानगर मातहत रहेको छ त्यहाँ लगेर केही भूमिहीन सुकुम्बासीलाई राख्ने र सँगसँगै खरिपाटीको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा लगेर केहीलाई राख्ने र सँगसँगै चाँदबाग स्कुल जुन चाहिँ चौधरी ग्रुपबाट सरकारको नाममा फिर्ता ल्याएको जग्गा रहेको थियो, त्यो चाँदबाग स्कुल पहिलाको चाहिँ सरकारी जुन कारखाना थियो, छाला जुत्ता कारखाना, त्यो कारखानाको जग्गा फेरि सरकारीकरण भएको छ चौधरी ग्रुपको समितिबाट। त्यो चाँदबाग स्कुलको बुढा नलकण्ठको त्यो जग्गामा लगेर राख्ने र सँगसँगै कृषि विकास बैङ्कको तालिम केन्द्र रहेको छ भक्तपुरको बोडेमा, यहाँ लगेर केही भूमिहीन सुकुम्बासीलाई राख्ने गरी सरकारले यी 5वटा स्थान छनौट गरिरहँदा हामी यति बेला नागार्जुन वडा नम्बर 1 मा रहेको विगतमा सुकुम्बासीकै निम्ति भनेर बनाइएका यी भवन भएको क्षेत्रमा आइपुगेका छौँ। यहाँ 2वटा बढीमानका अपार्टमेन्ट बनाइएको छ। यो अपार्टमेन्टको कुरा गर्नुपर्दा 2069 सालमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो अपार्टमेन्ट बनाउने एउटा निर्णय अघि बढाउनु भएको थियो र 2071 सालमै यी 2वटा बढीमानका अपार्टमेन्ट तयार भएका थिए। तर सुकुम्बासी बस्तीका बासिन्दा तिनै खोला कोरिडोरमै बसे, यो अपार्टमेन्ट टेक्न पाएनन्। उनीहरूका नामका यी अपार्टमेन्ट अन्य प्रयोजनका निम्ति योभन्दा माथिल्लो क्षेत्रमा वडा नम्बर 1 को वडा कार्यालय सञ्चालन भइरहेको छ भने योभन्दा तल यो अर्को भवन पनि रहेको छ जहाँ मानव सेवा आश्रमले यहाँ केही वृद्धहरूलाई सेल्टर दिइरहेको छ, आश्रय दिइरहेको छ। यो भित्रको अवस्था के छ? नदी किनारका सुकुम्बासी बस्तीका बासिन्दालाई यहाँ ल्याएर राख्ने भनेर सरकारले निर्णय गरिसके। यहाँ धम्माधम मर्मत सम्मारको काम, यहाँ खानेपानी व्यवस्थापन गर्ने काम, सँगसँगै यहाँ मर्मत सम्मारको काम, खानेपानी व्यवस्थापन गर्ने काम र यो सरसफाइको काम धमाधम भइरहेको हामीले देखिरहेका छौँ। के छ यो भवनको अवस्था? हामीले सुकुम्बासी भूमिहीनहरूको लागि बनाएको युनिट त हेऱ्यौँ, एकदमै कोठाहरू चाहिँ सानो परिवारलाई बस्न चाहिँ उपयुक्त देखिन्छ, तर एउटै वासरुम छ अनि कोठाहरू एकदमै कन्जस्टेड देखिन्छ। पहिला पनि भूमिहीन सुकुम्बासी केही मानिसहरू चाहिँ यहाँ बसोबास गरेको र कोठाहरू चाहिँ साँघुरो भएको, कन्जस्टेड भएको कुरा पनि आएको थियो। यसलाई चाहिँ बालेन सरकारले कसरी हेरेको छ? बाहिरको गेटबाट छिर्ने बित्तिकै एउटा कोठा छ जुन डाइनिङ रुमका रूपमा चाहिँ प्रयोग हुन सक्छ र त्यसपछि उतापट्टि एउटा सानो कोठा राखिएको छ भने यो भित्र अर्को एउटा कोठा छ। 3वटा कोठाका रूपमा यो एउटा अपार्टमेन्टभित्र 42वटा यस्ता व्यवस्थित आवास युनिट बनाइएका छन्। के छ अरूको अवस्था? यति बेला बाहिर चाहिँ माकुराको जालो छ, धुलो फुस्रे अवस्था भएको छ, किनकि यो यसरी कालै हुने गरी यो यस्तो भएको अवस्था छ। हामी तपाईँलाई देखाउँछौँ यहाँभित्र पनि। यति बेला धम्माधम अब ती खोला किनारका बस्तीका बासिन्दाहरूलाई जो वास्तविक भूमिहीन छन्,
सुकुम्बासी दाबी गरिरहेका छन्, आफूसँग जग्गा जमिन नभएको दाबी गरिरहेका छन्, उनीहरूलाई राख्नका निम्ति यहाँ यसरी सरसफाइको काम, यो मर्मत समारको काम, यहाँ भएको भवनलाई व्यवस्थित गर्ने काम भइरहेको हामी देखिरहेका छौँ। तपाईँलाई हामी के छ अरू अवस्था हामी देखाउँछौँ। योभन्दा माथिल्लो तलामा पनि हामी जान्छौँ। हामी नागार्जुन वडा नम्बर 1 मा बनाइएको विगतमा यो सुकुम्बासीहरूकै निम्ति, भूमिहीनहरूकै निम्ति बनाइएको यो अपार्टमेन्टमा आइपुगेका छौँ र यहाँ धमाधम सरसफाइको काम चलिरहेको छ। यो कोठा सफा गर्ने, यो सरसफाइ गर्दै यहाँ जो भूमिहीन सुकुम्बासी रहेका छन्, यो नदी किनारका घर टहरा भत्काउँदा उनीहरूलाई यहाँ ल्याएर राख्ने गरी सरकारले तयारी गरिरहेको छ। यहाँ सरसफाइको काम सँगसँगै यहाँ टुटेफुटेका यो सामग्रीहरूलाई बनाउने काम, बिजुलीलाई व्यवस्थापन गर्ने काम, पानी ढलको मर्मत र व्यवस्थापन गर्ने काम भइरहेको छ। हामी यहाँका दृश्यहरू तपाईँलाई देखाइरहेका छौँ। यताको अर्को यस्ता यो 42वटा युनिट रहेका छन्। यो एउटा युनिटमा एउटा परिवारलाई व्यवस्थापन गर्ने गरी सरकारले यो 2071 सालमै तयार भएको यो भवन हो। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो भवन बनाएर नदी किनारका जोखिमयुक्त वातावरणमा बसिरहेका परिवारलाई सार्ने पहिलो पहल गर्नुभएको थियो, तर उहाँ असफल हुनुभएको थियो। नदी किनारमा डोजर हानेर ठुल्ठुला पक्की संरचना भवन ढालिए पनि त्यहाँ जस्ताको तार जुन बाँसको एउटा बार लगाएर भए पनि फेरि त्यस्तै टहरामा सुकुम्बासीहरूको बसोबास भएको थियो। त्यसलाई अब दिगो व्यवस्थापनका रूपमा व्यवस्थित गर्ने, जो वास्तविक भूमिहीन सुकुम्बासी छन् उनीहरूलाई यसरी अस्थायी सेल्टर हुँदै एउटा जग्गा जमिन र आवासको व्यवस्थापन गर्ने भन्दै बालेन सरकारले एउटा यो अभियान चलाइरहेको छ। र यति बेला भने फरक परिस्थिति देखिएको छ। यसरी यो सरसफाइ गर्दै यो अपार्टमेन्टका संरचनालाई व्यवस्थित गर्ने काम भइरहेको हामीले देखिरहेका छौँ। यता पनि सरसफाइ गरिएको छ। यो एउटा परिवारका निम्ति एउटा सेल्टर दिने गरी सरकारले तयारी गरिरहेको छ। यता पनि हामीले अर्को देखिरहेका छौँ। यो 42वटा, हुन त यहाँ 3वटा ब्लक छ, 3वटा ठुल्ठुला भवन बनाएका छन्। ती 3वटा भवनमा 200 भन्दा बढी यस्ता एउटा परिवारका निम्ति हुने युनिटहरू रहेका छन्, आवास युनिटहरू रहेका छन्। एउटा पल्लो बिल्डिङमा वडा नम्बर 1 को वडा कार्यालय बसेको छ भने योभन्दा अगाडिको एउटा बिल्डिङमा चाहिँ मानव सेवा आश्रमले त्यहाँ केही वृद्धलाई आश्रय दिइरहेको अवस्था छ। यहाँ सरसफाइ धमाधम चलिरहेको छ। यो 71 सालमै भवन बनाइयो। नदी किनारका सुकुम्बासीहरूलाई यहाँ ल्याएर व्यवस्थित बसोबास गर्ने भनियो, तर नदी किनारबाट उनीहरू हटेनन् र यहाँ ल्याउन आउन पनि कतिपय स्थानीयको अवरोधका कारण, राजनीतिक खिचातानीका कारण त्यो सम्भव भएन। यति बेला यो सरसफाइ गर्दै अब भने यसलाई उपयोग गर्ने, तिनी सुकुम्बासीको नाममा 12 करोड खर्चेर यो भवन बनेको थियो, संरचना बनेको थियो, त्यसलाई त्यही रूपमा उपयोग गर्ने बालेन सरकारको तयारी रहेको छ। यो एउटा कोठा, सँगसँगै यताभित्र पनि हामीले कोठा देखिरहेका छौँ। यहाँ छ यसरी हरेक युनिटमा एउटा व्यवस्थित बसोबासका निम्ति खाट राखिएको छ। सँगसँगै भित्र बाथरुम छ। यसरी यहाँ धाराको व्यवस्थापन गरिएको छ। यो धारा तपाईँले देखिरहनु भएको छ। खाट एउटा, दुईटा, तीनटा, 5-6 जनाको परिवार चाहिँ यसरी यहाँ बस्न सक्ने गरी यो पूर्वाधार बनेको छ, बनाइएको छ। हामीले सुकुम्बासी भूमिहीनहरूको लागि बनाएको युनिट त हेऱ्यौँ। एकदमै कोठाहरू चाहिँ सानो परिवारलाई बस्न चाहिँ उपयुक्त देखिन्छ, तर एउटै वासरुम छ अनि कोठाहरू एकदमै कन्जस्टेड देखिन्छ। पहिला पनि भूमिहीन सुकुम्बासी केही मानिसहरू चाहिँ यहाँ बसोबास गरेको र कोठाहरू चाहिँ साँघुरो भएको, कन्जस्टेड भएको कुरा पनि आएको थियो। यसलाई चाहिँ बालेन सरकारले कसरी हेरेको छ? नागार्जुन 1 को अपार्टमेन्टमा छौँ र अपार्टमेन्टको छतमा आएका छौँ। यो वर्षौँ वर्ष 12 वर्षसम्म अस्तव्यस्त भएको यो भवनका संरचना निकै जीर्ण बनेका छन्। फोहोरै फोहोर छ। भित्रको कोठाहरूमा पनि फोहोर मैला सफा गर्दै अब नदी किनारका सुकुम्बासीहरूलाई यहाँ ल्याएर राख्ने, भूमिहीनलाई यहाँ ल्याएर राख्ने तयारी सरकारले गरिरहेको छ। र योभन्दा अगाडि पनि यो सुकुम्बासी भूमिहीनकै निम्ति भनेर बनाएको अर्को भवन हो, यो अपार्टमेन्ट हो। यहाँ भने मानव सेवा आश्रमले यहाँ थुप्रै आमा बुवाहरूलाई सेल्टर दिइरहेको छ। योभन्दा अगाडिपट्टि पनि अर्को एउटा भूमिहीन सुकुम्बासीका निम्ति बनाइएको अर्को ब्लक
अर्को भवन हामीले देखिरहेका छौँ, त्यहाँ भने वडा नम्बर 1 को वडा कार्यालय बसिरहेको छ र यहाँ 42वटा युनिटमा सुकुम्बासी भूमिहीनलाई यहाँ राखेर व्यवस्थापन गर्ने तयारी सरकारले गर्दै गर्दा प्रधानमन्त्री कार्यालयबाट हामीले पाएको प्राप्त जानकारी अनुसार करिब 11 परिवार मात्रै हामी भूमिहीन हौँ, हामी सुकुम्बासी हौँ, हामीसँग बसोबास गर्ने ठाउँै छैन, हामीलाई सरकारले व्यवस्थापन गर्नु पर्यो भनेर सम्पर्कमा आएका छन् भने धेरै परिवार आफ्नो आफै व्यवस्थापन गर्दै लाखापाखा लागेको अवस्था छ। यदि धेरै परिवारलाई व्यवस्थापन गर्नुपर्ने अवस्था आएन भने थोरै सीमित परिवार हुँदा उनीहरूलाई होटलमा राखेर समेत व्यवस्थापन गरिने अनि स्क्यानिङ गरिसकेपछि अर्थात् सबैको पहिचान गरेर वास्तविक भूमिहीन सुकुम्बासी पहिचान गरिसकेपछि त्यसको व्यवस्थापनलाई एउटा प्रक्रियागत रूपमा अगाडि बढाउने भनेर प्रधानमन्त्री कार्यालयले अर्थात् प्रधानमन्त्री बालेन शाहको सचिवालयले हामीलाई जानकारी दिएको अवस्था छ। अब के भूमिहीन सुकुम्बासीका लागि उनीहरूलाई व्यवस्थापन गर्ने भन्दै बनाएका यी भवन संरचनालाई संरक्षण गर्दै सरकारले उपयोगमा ल्याउन सक्छ। भूमिहीन र सुकुम्बासीहरूलाई व्यवस्थित सेल्टर बनाएर राज्यको अनुभूति गराउन सक्छ। जुन जग्गा छैन, जसको नाममा पूर्जा छैन, उनीहरूलाई पूर्जा र जग्गाको व्यवस्थापन गर्दै जीविकोपार्जनमा बालेन सरकार सहयोगी बन्न सक्छ। नदी किनारमा दुर्गन्ध सुँग्दै सुकुम्बासी भूमिहीनको बिल्ला भेट्दै बसिरहेका वास्तविक भूमिहीन सुकुम्बासीलाई राज्यको अनुभूति होस् र उनीहरूकै नाममा बनेका यी गगनचुम्बी अपार्टमेन्टहरू तिनै परिवारका निम्ति उपयोगमा आउन्। राज्यको अनुभूति अनुभव ती नदी किनारमा बस्ने वास्तविक भूमिहीन सुकुम्बासीहरूले गर्न पाउन्। बस हामी सबैको आशा अपेक्षा बालेन सरकारसँग यही छ। अनि ती नदी किनारमा बाध्यताले व्यवस्थाले बसिरहेका वास्तविक भूमिहीन सुकुम्बासी परिवारले पनि भनिरहेका छन्, हामीलाई बस्ने ठाउँ दिनुहोस्, देशका जुनसुकै ठाउँमा भए पनि धेरथोर उब्जाउ गरेर जीविकोपार्जन गर्न सक्ने, बाँच्न सक्ने भूमि दिनुहोस् भनिरहेका छन्। यति कुरा सरकारले सुनिदियोस्, गरिदियोस्।